आजभोलि दरबार क्या छ रुपियाँ पैसाको होइन रुपियाँ पैसाको गोठालो लाग्ने मान्छे हो ए गुज्जरी भैँसाको लाग्ने मान्छे हो गुज्जरी भैँसा दिनभरि गोठाला जाउला घाँस पन काटौला कठै पाल राख गुज्जरी भैँसो कुराउने चाटो म अब बाहिर जाँदा भया एकैछिन गाइकन नाप्पाइ म मोटिने छिया कुराउने म अब बाइ जान भया कुडा जन कटका होटा भाउ मुकाइ दिउला कुराउने का बटका कहिले हजुर बगी जाउने पानी छ चोटालो म गोठालो लाग्ने भया कहाँ लाग्छ गोठालो ए तुमी तरी सकौला के यो पानी चोटालो घरका भान्सौडा रन्ना ताजाउला गोठा सुन्नु है मन लाग्छ है बाटका बटुवा पना छोडे क्या जाने हुन् कुराउने शङ्करले खाया घर क्या शङ्कर कि जान्दिने छौ के अहिले कता जान्न कुराउने हजुरले खाया घरका दही खान्न बार भइ गयो कोही नभने छिटो त छिटो दहीको ठोक्रो भन्दा पनि कुराउने ए मोतीपुरका दाजुभाइलाई झलना लाइजाया दहीका ठोक्रा हेर्नै छैन कुराउनी खाइ ओठा मुख गह ल्याइलो गलिउँदो गयो न तारमा आएका ठौरा मनको ए कालो हात्ती कैलो घोडो कैलाली गइ गयो अझ फेरि भेटोला कि तिर्सना रहि गयो बसे है गइ जाँदा भयौ जाने टाइम छुटिने गइ जाने बेला पापी मन हुने छ हिग्नो माने कम्पनी फेरि भेट हुने छ ओ बाइ बाइ ए झल्कला झलना नला 80 रुपियाँ तोला वर्ष दिनको आज भेटु अब भेट कहाँ होला दुकाल दिए चुरटय बासाइ जाए बिडी लाखै वर्ष बाँची राख्नु भेट गरौँला ए साइमले भाइ गयो हो कि भागीका चोला कि आजको दिन यतिकै भयो फेरि भेट होला कि नौरता भन्दा अहिले मधेस र भोट नौरता भन्दा मधेस र भोट हाँसी हाँसी खेल खेल्दछौँ मर्म नलाई चोट हाँसी हाँसी खेल खेल्दछौँ ए नम्रताका हाँस्दा हाँस्दा दन्त भागेका छन् क्याहरू थोलाका बाजा शत्रु लागेका छन् ए भनेपछि वचन मान्दा नभन्या रुसन्ना दैलोमा लड्कँदै रहला रिसमा ए कोही पल्टा बारमा स्यासिल कोही पल्टा गन्यौ त यो मेरो अब्जस्या कर्म केहरू भन्यौ त भोट मधेस खेल खेल्न बाइजाउँ जसो होला मनका जसो होइजाने हो हिग्न माने तोला ए आजको बासा बसी जाउ न मेरा बस्ने ठौर छुट भएर छुटी नै गयौँ धक्क जोली भौर त्यही त चारै मेर चुटेर आउँला रङ्ग घसी घसी खेल खेल्ने कोही पनि छैन नौरता जस ए भागिली काला गाउँ पहिला अभागिली रोल कतिले झगडा हरे नौरताका कोला कहिले न बिर्सने गरी झल्का लाइजाँदा छन् रामायण पढाउने बेला फर्की आइज ए भइको धर्मका अँध्यारो भइगयो बुढी गयो घाम आया आइजान गया बाइजान केही नै मेरा काम संस्कृति लालुका खोल्न देऊ जानेकन जानै दिनु बोल्नेलाई बोल्न देऊ ए झल्का लाउ झलना नलाउ 80 रुपियाँ तोला अब रे छुटिनु पर्यो जसो होला होला त्यही त बरी एकाउँदै मरौँला भने हरिताल खाउँ कि त अगरे कति तमी तराई बस्ने बाजु र जाउँ ए गाउँका मान्छे के भनन् न हरिताल खाँदैन पाटन बसे कि मान्छे पहाड जाँदैन भयो ए दिगो चाहिने घरबार यो पिर्ती चाहाड यो गाउँको द्याका रोटा खानु पहाड ए पहाडे गाउँको द्या खानु कैलाली भात खानु कठै भाग्यले दिएन भने खोजी कता जानु खाद्यको भात खानु भन्दा रोटै खानु निको खाद्यको भात खानु भन्दा रोटै खानु निको
अब जग्गा म लैजाँदो मै तिरुला बिगो ए यी शङ्कर बेमानी रहेछन् कोनले छोपेका छन् ओ बाबुवा खाद्यको होइन सेरा रोपेका छन् जति सेरा रोप्या पन्न भात थापा चिनियो जति सेरा रोप्या पन्न भात थापा चिनियो थापा चिनी भनिकन नम्रताले बजार किनियो थापा चिनी भनिकन बजार किनियो ए नम्रता कम्ती कि छ क्या बासमती खाँदी छ कतै जाउँ जाउँ भन्ने कति छिया जानु कहाँ जाँदैछ जाँदैन निर्धनी धन माग्न आयो धनका धनीकन भित्तमै आया घाँस हाल्ने नाइ नाइ भन्नु ए तुम्रो जाने जुम्ला हुम्ला म कहिले जाँदैन घरैभित्र अड्याउँदछु बाहिर खाँदैन त्यही त गरिन फर्कियो जा फागका मौरा आ बन्यो राणाले पखाला लाग्दो छ कहिले घरका खानाले कतै न मौरी घुमे रहन बना फाग छोड्यो राणाले हेर्न मेरा फोक्से गाला घरकै खाना गरिन त्यही त के रे धानका पराली खाता मुसो सल्क्याको छ धानका पराली खाता मुसो सल्क्याको छ अछामको बिरालोपन बनै पल्क्याको छ कतै न भइगयो गइ जाने बेला क्या हो तम्रो चाला घर छ नाइ ढ्याडे बिल्लो चोर बिल्लो क्या खाला त्यही त गरेन अब भइगयो भइगयो होइन बोल सुकिगयो अहिले पानी गएको